हेर्नुस् त, अब भिजा हुँदाहुँदै पनि तपाईँलाई एयरपोर्टबाट फर्काइन्छ। यदि इमिग्रेसन अफिसरसँग तपाईँले यी 7 कुराहरू भन्नुभयो भने तपाईँलाई एयरपोर्टबाटै फर्काइनेछ। म कहाँ बस्ने हो मलाई थाहा छैन भन्नुभयो भने वा तपाईँले होटेलको वा होस्ट वा बस्ने ठाउँको ठेगाना स्पष्ट दिन सक्नु भएन भने इमिग्रेसनलाई शङ्का लाग्छ र तपाईँलाई एयरपोर्टबाटै फर्काउन सक्छन् एयरपोर्ट। तपाईँ चाहिँ एयरपोर्टमा जाँदै हुनुहुन्छ भने यो कुराहरूमा एकदमै सचेत रहनुहोला। 2 नम्बरमा रहेको छ मेरो साथमा पर्याप्त पैसा छैन भनेर तपाईँले एयरपोर्टको कर्मचारी अथवा इमिग्रेसन अफिसरसँग कुरा गर्नुभयो भने तपाईँलाई अवैध काम गर्न सक्ने आशंकाले तपाईँलाई प्रवेश अस्वीकार गरे होइन डेनिट गर्न सक्छ, रिपेन्ड गर्न सक्छ होइन। त्यस कारणले तपाईँले चाहिँ एकदमै सचेत रहनुहोला। एयरपोर्टमा जाँदै हुनुहुन्छ अथवा वैदेशिक रोजगारको यात्रामा हुनुहुन्छ भने तपाईँ धेरै सचेत बनेर जानुहोला। 3 नम्बरमा रहेको छ टुरिस्ट भिजामा म काम खोज्न आएको हुँ कहिल्यै पनि नभन्नुहोला भुलेर पनि। पर्यटक भिसामा कामको कुरा गर्नु हुँदैन। नियम उल्लङ्घनको यो गर्नु भनेको चाहिँ नियम उल्लङ्घन गर्नु हो। सिधै तपाईँलाई एयरपोर्टबाट फर्काइन्छ। रिटर्न टिकट बारे कुनै थाहा नहुनु अथवा तपाईँलाई रिटर्न टिकटको बारेमा केही कुराहरू थाहा छैन होइन वा कन्फर्म नभएको भए तपाईँलाई चाहिँ ओभर स्टे गर्ने शङ्का इमिग्रेसनले रोक्न सक्छ। जुन ठाउँमा जानुहुन्छ त्यो ठाउँमा तपाईँले त्यहाँ भिजामा भएको भ्यालिड भन्दा पनि तपाईँ धेरै बस्न सक्ने शङ्का भएको कारणले चाहिँ त्यहाँ इमिग्रेसनले तपाईँलाई रोकिदिन सक्छ। कागजात अपूर्ण वा नक्कली हुनुमा जस्तै नक्कली होटल बुकिङ, इन्भेस्टिगेसन लेटर होइन, ट्राभल इन्सुरेन्स, भिजा भए पनि तपाईँलाई नो इन्ट्री गरिदिन्छ। फरक फरक उत्तर दिनु, एउटै प्रश्नमा फरक फरक उत्तर दिनु यो पनि तपाईँको लागि एकदमै खतरा हुन सक्छ। तपाईँलाई एयरपोर्टभित्र कुनै पनि कर्मचारी अथवा यहाँको सिनियर पोजिसनको व्यक्तिले तपाईँलाई कुनै क्वेसन गरिरहनु भएको छ अथवा यी कुराहरू सोधिरहनु भएको छ भने तपाईँले चाहिँ एकदमै इमान्दारीका साथ एकदमै अनुसारको उत्तर दिनुहोला र त्योभन्दा 1-2 कुराहरू कहिल्यै पनि बढाइ चढाइ नबोल्नुहोला। त्यस कारण पनि तपाईँलाई अफिसरलाई शङ्का लागेर थप सोधपुछपछि रिपोर्ट गर्न सक्छ। 7 नम्बरमा रहेको छ बदतमिज, झगडा वा धेरै चलाकी देखाउनु, रिसाउनु, झुट बोल्नु, बस गर्नु यस्तो कुराहरू चाहिँ एयरपोर्टमा गर्नु हुँदैन। इमिग्रेसन अफिसरसँग पुरा अधिकार हुन्छ, तपाईँलाई तुरुन्तै फर्काइदिन्छ। त्यसैले कसैसँग बदतमिज होइन झर्किने होइन त्यसरी चाहिँ तपाईँ एउटा एयरपोर्टमा गइसकेपछि एकदमै शान्त भएर लाइनमा उभिएर होइन आफ्नो कर्तव्य पालना गरेर चाहिँ यात्रा गर्नुहोला। यदि तपाईँहरू आफ्नो साथीभाइ होइन तपाईँ स्वयं नै कतै वैदेशिक रोजगारमा जाँदै हुनुहुन्छ भने यो कुराहरू एकदमै बुझ्नुहोला र भिडियो आफ्नो साथीभाइसँग सबैसँग सेयर गर्नुहोला भन्दै एचडी टेलिभिजनबाट म बिदा हुन्छु। तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोला।